आजको भिडियोमा हामी कुरा गर्नेछौँ थाइराइड के हो, यसको किसिमहरू, थाइराइडका लक्षणहरू र थाइराइडबाट बच्ने उपाय र यसको उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। थाइराइड ग्रन्थि हाम्रो शरीरमा घाँटीभन्दा अलि माथि श्वासनलीको छेउतिर रहेको हुन्छ। यो पुतली आकारको हुन्छ। यो ग्रन्थिले मेटाबोलिज्म कन्ट्रोल गर्छ, त्यसैगरी शारीरिक वृद्धिमा पनि सहयोग गरिरहेको हुन्छ। शरीरको टेम्परेचरमा रेगुलेट गर्छ र अन्य शारीरिक कार्यहरू गर्नमा पनि यसको धेरै महत्त्वपूर्ण भूमिका रहेको छ। यदि कुनै व्यक्तिमा थाइराइड ग्रन्थिहरूले आवश्यकताभन्दा बढी थाइराइड हर्मोनहरू उत्पादन गर्छ भने शरीरमा विभिन्न किसिमका उतार चढावहरू देखिन थाल्छन्। थाइरोइड दुई किसिमको हुन्छ, हाइपोथाइरोइडिज्म र हाइपरथाइरोइडिज्म। अब हामी कुरा गरौँ थाइराइड हुँदा कस्तो कस्तो लक्षणहरू देखिन्छन् त। कपाल झर्ने, कब्जियत हुने, हातखुट्टा चिस्सी राख्ने, दुब्लाउने र एक्कासी सुन्निएको जस्तो हुने, थकाइ लाग्ने, निद्रा लागिरहने, शारीरिक वृद्धि नहुने, कुनै कुरामा कन्सन्ट्रेसन गर्न नसक्ने, धेरै पसिना आउने, हातखुट्टा झमझमाउने जस्ता लक्षणहरू देखिन्छन् भने तपाईँमा थाइराइड भएको हुनसक्छ। अगाडि बढ्नुभन्दा पहिले नयाँ हेल्थलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। थाइराइड ग्रन्थिबाट निस्किने हर्मोनले हामीले खाएको खानालाई शक्ति र ऊर्जामा बदल्ने काम गर्दछ। थाइराइडबाट निस्किने दुईवटा फरक फरक किसिमका तत्त्वहरूको मात्रामा तलमाथि हुन्छ भने हामीमा थाइराइडको समस्या देखिन पुग्छ। अन्यथा थाइराइड कुनै रोग होइन। यदि थाइराइड ग्रन्थिले काम गर्न सकिराखेको छैन भने विभिन्न किसिमका समस्याहरू देखिन थाल्छन् र आवश्यकताभन्दा बढी काम गर्न थालेमा पनि समस्याहरू देखिन थाल्छन्। अरू रोग लागे जस्तो थाइराइडको समस्या एकैचोटिमा हामीले थाहा पाउन सक्दैनौँ, किनकि थाइराइड सम्बन्धीको जानकारी नहुनु र शरीरमा विभिन्न किसिमको थाइराइडले एकैचोटि परिवर्तन नदेखाउनु हो। जब हामी यसबारे थाहा पाउँछौँ, यसले धेरै कुराहरू बिगारिसकेको हुन्छ। सामान्यतया पुरुषको तुलनामा महिलामा थाइराइडको समस्या धेरै देखिन्छ, किनकि हर्मोनको कमीका कारण यस्तो भइरहेको हुन्छ। थाइराइड ग्रन्थिले आवश्यकताभन्दा कम हर्मोन उत्पादन गर्छ भने शारीरिक रूपमा काम गर्न गाह्रो हुने, कमजोरी हुने लगायत अन्य समस्याहरू देखिन्छन्। यदि आवश्यकताभन्दा बढी थाइराइडको उत्पादन हुन्छ भने दिशा छिटो छिटो लाग्ने, रिस उठ्ने लगायत अन्य समस्याहरू देखिन्छन्। हर्मोन कम हुन्छ भने शारीरिक अङ्गहरूले काम गर्न छोड्छ र हर्मोन बढी हुन्छ भने अङ्गहरूले छिटो छिटो काम गरिरहेको हुन्छ। अब हामी कुरा गरौँ यो किन सन्तुलन हुँदैन त। आखिर यो सन्तुलन कसरी बिग्रिन्छ भन्ने बारेमा। पुरुषभन्दा महिलामा देखिने यो हर्मोनको असन्तुलन हुनुको मुख्य कारण हो चिन्ता र डिप्रेसन। हर्मोनमा परिवर्तन आउने यी कारणहरूले थाइराइडमा समस्या ल्याइरहेको हुन्छ। यी बाहेक अन्य कारणहरू पनि रहेका छन् जसले गर्दा थाइराइडमा हर्मोन असन्तुलन भइरहेको हुन्छ। गर्भावस्थामा हर्मोन तलमाथि भइराख्ने पनि मेन कारण हुनसक्छ। खानपिनमा असन्तुलन, औषधिहरूको साइड इफेक्ट, आयोडिनको कमी, कामको प्रेसर, जेनेटिक कारण, शरीरमा आवश्यकभन्दा धेरै प्रोटिन लिनु, यी र यस्तै कारणहरूले थाइराइडको हर्मोनमा असन्तुलन आइरहेको हुन्छ। यदि तपाईँहरूको घाँटी बढे जस्तो र खाना निल्न गाह्रो हुन्छ भने तपाईँहरूले थाइराइडको चेक गर्न एकदमै जरुरी छ। यदि तपाईँ सामान्य बिरामी हुँदा पनि एन्टिबायोटिक खानुहुन्छ र त्यस्तो एन्टिबायोटिकहरूले पनि थाइराइडको समस्या निम्त्याउन सक्छ र गर्भवती महिलाहरूले समयमै यसको उपचार गराइनन् भने जन्मिने बच्चामा पनि यो समस्या देखिन सक्छ। थाइराइडको उपचार औषधि र अपरेसन दुवै माध्यमले गर्न सकिन्छ। यदि तपाईँको थाइराइड इनिसियल फेजमा छ भने डाक्टरले खाने औषधि दिन्छन् र औषधिले यो समस्यालाई निको पार्न सकिन्छ। यदि तपाईँ खाना खान सक्नुहुन्न र घाँटीमा धेरै समस्या आइसकेको छ भने अपरेसन पनि गर्नुपर्ने हुनसक्छ। त्यसैले समयमै आफ्नो शरीरमा आउने लक्षणहरूको थाहा पाएर थाइराइडको चेकअप गराउन एकदमै जरुरी छ। प्राय धेरै जस्तो बिरामीहरूमा थाइराइड हर्मोन कम उत्पादन हुने समस्या देखिन्छ र थोरैमा मात्र थाइराइड हर्मोन धेरै उत्पादन हुने समस्या आउँछ। यी र यस्तै समस्याहरूले गर्दा बिरामीलाई के कुरा खाने र कस्तो कुरा खानबाट बच्नुपर्छ भन्ने कुरामा दोधार परिरहेको देखिन्छ। यदि तपाईँमा हाइपोथाइरोइडिज्म छ भने तपाईँले आयोडिन भएको कुराहरू कन्ज्युम गर्नुपर्ने हुन्छ। माछा, अन्डा, त्यसैगरी किवी, स्याउ,
मेवा पनि खान सकिन्छ। यी लगायत बदाम, ओखर, काजु, पम्पकिन सिड खान सकियो भने पनि यो एकदमै राम्रो हुन सक्छ। यिनीहरूमा सेलेनियम, म्याग्निज भएको हुनाले विभिन्न कुराहरूमा पदपूर्ति गरिरहेका हुन्छन्। यो अवस्थामा काउली, बन्दा, गान्ठेमुला, सलगम, बिन्स, चिया, कफी खानबाट बस्नुपर्ने हुन्छ। यी लगायत अन्य कार्बोहाइड्रेट र प्रोटिनयुक्त खानेकुराहरू खानबाट पनि बस्नुपर्ने हुन्छ। यी बाहेक यदि तपाईँ बजारका फास्ट फुडहरू, प्रोसेस्ड फुडहरू अत्याधिक मात्रामा खानुहुन्छ भने यो पनि तपाईँको स्वास्थ्यको लागि एकदमै नराम्रो हुन सक्छ। यो अवस्थामा कुकिज, बिस्कुट पनि अत्याधिक मात्रामा खानु हुँदैन। यदि तपाईँ अल्कोहल पिउनुहुन्छ, धुम्रपान गर्नुहुन्छ भने त्यो तपाईँको स्वास्थ्यको लागि एकदमै नराम्रो हुन सक्छ। हर्मोनहरूमा विभिन्न किसिमको समस्या आउने गर्छ। यी तत्त्व र यस्ता पदार्थहरूले तपाईँको थाइराइडमा झनै समस्या ल्याउन सक्छ। यदि तपाईँमा हाइपोथाइराइडिज्म छ भने तपाईँले यस्तो समस्याहरूमा अदुवाको चिया पिउन राम्रो मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम जस्ता तत्त्वहरू हुन्छन् जसले गर्दा हाइपोथाइराइडिज्मलाई घटाउन सहयोग गर्छ। त्यसैगरी तरकारी, हरियो सागहरू खान सकिन्छ जस्तै रायो, पालक, मेथी लगायत अन्य सागहरू। फाइबरयुक्त यस्ता सागहरू र खानेकुराहरूलाई तपाईँले राम्ररी पकाएर खानुपर्ने हुन्छ जसले गर्दा T3 र T4 हर्मोनमा कुनै असर नहोस् र कफी र अन्य चियाहरू पिउनुको सट्टा तपाईँ हर्बल टीहरू लिन सक्नुहुन्छ। यो सँगै अन्डा पनि खान सक्नुहुन्छ। यसमा भएको तत्त्वहरूले थाइराइडमा हुने समस्याबाट बचाउने गर्छ र आयोडिन पाइने खानेकुराहरूले तपाईँको हाइपोथाइराइडिज्मलाई घटाउन सहयोग गर्दछ। यदि तपाईँ नन भेजिटेरियन हो भने तपाईँ मासु खान सक्नुहुन्छ। माछा पनि स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ। यो समयमा प्रशस्त मात्रामा फलफुल खान सकिन्छ र भित्र ठुलो बिया भएको फलफुलहरू भने खानु हुँदैन जस्तै आँप, एभोकाडो इत्यादि। यदि तपाईँमा हाइपरथाइराइडिज्म छ भने यसको ठिक्कै अपोजिट हुन्छ। तपाईँहरूले खानुपर्ने कुराहरू र नखानुपर्ने कुराहरूको बारेमा तपाईँले चिकित्सकसँग सल्लाह लिन एकदमै जरुरी छ। तपाईँहरूमा देखिएको समस्या अनुसार चिकित्सकले सही किसिमको खानेकुराहरूको बारेमा तपाईँलाई भन्नेछन्। आजको भिडियोमा हामीले थाइराइड के हो, थाइराइडको किसिमहरू र थाइराइडका लक्षणहरू र यसको उपचारको बारेमा कुरा गऱ्यौँ। यदि यो भिडियो मन परेको छ भने हाम्रो युट्युब च्यानल नयाँ हेल्थलाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। हस्त, धन्यवाद।